नमस्ते, म सुलक्ष्मी इन्डस्ट्रीबाट मार्केटिङ म्यानेजर लक्ष्मी पौडेल। नगरपालिका गाउँपालिकाहरूबाट तालिम सञ्चालन वा उद्यमशीलता तालिम दिने सोच बनाउनु भएको छ। मेसिन कहाँबाट खरिद गर्ने, कहाँ पाइन्छ र तालिम दिने ट्रेनर कहाँबाट ल्याउने भन्ने कन्फ्युजमा हुनुहुन्छ? यदि त्यसो हो भने हजुरहरू कन्फ्युज हुनै पर्दैन। सुलक्ष्मी इन्डस्ट्रीले नेपालका धेरै जसो स्थानीय तह, नगरपालिका, गाउँपालिकाहरूमा तालिम सञ्चालन गर्दै आइरहेको छ। साथै उद्यमशीलताका लागि चाहिने सम्पूर्ण मेसिनरी औजार तथा तालिम दिनको लागि पालिकाहरूसँग सहकार्य गर्दै आइरहेको छ। हामी हेरौँ है त कस्तो खालको मेसिनहरू उत्पादन भइरहेको छ। बेरोजगार भएर बस्नुभएका आमा बुबा, दिदी बहिनी र दाजुभाइहरूलाई पनि बनाना फाइबर व्यवसाय राम्रो हुन सक्छ। चियाको खम्बाबाट फाइबर निकाली त्यो फाइबरबाट कपडा तथा नेपाली हाते पेपर साथै सेनिटरी प्याड जस्ता विभिन्न वस्तुहरू उत्पादन गरी बिक्री वितरण गर्न सकिन्छ। यस्ता वस्तुहरूले नेपाली तथा विदेशी बजारमा राम्रो मूल्य आउने गरी बिक्री वितरण गर्न सकिन्छ। अब यसको लागि के कस्ता मेसिनहरू प्रयोग हुन्छन् त? यो व्यवसाय सञ्चालन गर्नका लागि के कति लगानी लाग्दछ? केराको खम्बाबाट फाइबर निकाल्नको लागि 1 नम्बरमा बनाना एक्सट्र्याक्ट मेसिनको प्रयोग गरिन्छ। यसैबाट पनि राम्रो आय आर्जन गर्न सकिन्छ। गरी पेपर बनिसके पछाडि त्यस पेपरलाई प्रशोधन गरी सेनिटरी प्याड पनि बनाउन सकिन्छ। कुरा गरौँ यी मेसिनहरूको मूल्यको बारेमा। यी मेसिनहरूको लागि हजुरहरूलाई जम्मा पर्न आउँछ 6,50,000। हजुरहरूले अर्डर गर्नुभएको 20 देखि 25 दिनभित्र मेसिन रेडी हुनेछ। अब कुरा गरौँ चलाउन र सिक्नको लागि कति दिन लाग्छ र कसले सिकाउँछ त? यसको लागि सुलक्ष्मी इन्डस्ट्रीबाट खटिएका कर्मचारीहरू आएर हजुरहरूलाई सम्पूर्ण जानकारी र तालिम दिनुहुनेछ। यो तालिम 3 दिनदेखि 20 दिनसम्मको हुने गर्दछ। खालको मेसिनहरू चाहिएमा सुलक्ष्मी इन्डस्ट्रीमा सम्पर्क गर्न सक्नुहुनेछ। साथै तल दिएका नम्बरहरूमा फोन पनि गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।